छिटो पऱ्यो के पानी उता पर्लाको छ ल गाइजहरू अहिले चाहिँ हामी बनेपाबाट चाहिँ लागिसकेका छौँ गाइजहरू होइन भिडियोलाई चाहिँ निरन्तरता दिनु होला होइन अहिलेलाई हेर्दै गर्नु होला गाइजहरू आज चाहिँ हाम्रो सिन्धुपाल्चोकसम्मको यात्रा हुनेछ त्यो खावाको बाटो चाहिँ साथीहरू यस्तो छ होइन एकदम राम्रो बनेको छ अब सबै ठाउँमा यस्तै होस् भन्ने चाहन्छु गाइजहरू है अब चाहिँ पानी चाहिँ पर्छ कि पर्दैन नपरे हुन्थ्यो पर्दैन जस्तो लाग्छ गाइजहरू होइन खावाको बाटो चाहिँ यति राम्रो बनेको छ है अहिले चाहिँ है मौसम चाहिँ यो साउन 25 गतेको मौसम चाहिँ धुलेलको ओह्रालोमा चाहिँ यस्तो देखिरहेछ क्या गाइस र हामी चाहिँ सिन्धुपाल्चोक घुम्नु हिँडेको छ है सिन्धुपाल्चोकमा बाटो बिस्यो त तातो पानी जाँदैछु बुढाबुढी जति दुःख गऱ्यो नि त्यस्तै रहेछ हामी बुढाबुढी चाहिँ हिँडेको गाइस कति घर मात्रै बस्छ हामी चाहिँ 5 कल राम्रो मौसम छ उता हाम्रो बनेकोतिर पानी पुरै पुरै छ ल राम बहादुर गोले थर मेरो पर्छ नि घर काफल पो कसले पो देख्छ मनको चोट है चेली भाइ हो सुनिदेऊ माया र पीडाको कथा व्हीलचेयरमै हाँस्दै बाँच्ने यही हो जीवनको रथमाथा लिने भए दिन्छु बन्दगी लासो 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 अहिले चाहिँ म ओडामा आइपुगिसकेको छु गाइजहरू होइन अब ओडामा चाहिँ अपाङ्गता कार्ड रिन्यू गर्नको निम्ति आएको र यहाँबाट चाहिँ यस्तो खतरा भिड देख्दो रहेछ यहाँ कचहरीकोट जिरी दोलाखा जाने बाटो ओडामा काम बनिसकेपछि चाहिँ मेरो श्रीमती चाहिँ घरमा जाने भयो आमा बिरामी हुनुहुन्छ अरे आमालाई भेट्नलाई अनि गाउँबाट भतिज आएको रहेछ भतिज र म चाहिँ फेरि काठमाडौँतिर फर्क्यौँ अनि बाटोमा त भतिज एकछिन रोक्नु अरे अनि रोकेको त भतिज त जुरुक्कहरूले त नाच्छन् मलाई पनि एकदम रमाइलो आएको अनि के गरेको रहेछ भनेर टिकटकको बनाएको रहेछ भन्ने अनि यसरी सडकको छेउछाउ दृश्यहरू हेर्दै म चाहिँ बाटोमा लागेँ गाइजहरू आज यो चाहिँ बनदेउ डाँडाको उता खाडीचौरतिर जाँदा को ओह्रालोनिर हो होइन जुन अलिकति फराकिलो छ त्यहाँ गाडीहरू रोकेर यताउति दिशा पिसाब पनि गर्ने ठाउँ छ पिसाबहरू गर्ने ठाउँ छ र त्यहाँ चाहिँ माथिबाट जोस पहिरो आइरहेको थियो अनि बिच बाटोमा चाहिँ ढुङ्गाहरू थियो अनि बिहान जाँदा चाहिँ सशस्त्र सुरक्षा कर्मीहरूले चाहिँ हटाउनु लाग्नु भएको थियो सानो हटाउनु भएछ ठुलो चाहिँ हटाउनु सक्नु भएन छ यदि तपाईँहरू यात्रा गर्दै हुनुहुन्छ भने बिस्तारै जानु होला त्यस ढुङ्गामा ठोकेर एक्सिडेन्ट हुनसक्छ है साथीहरू चाहिँ पानीले एकदम साथ दियो साथीहरू होइन सिन्धु बिहान पनि जाने बेलामा चाहिँ पानी परिरहेको थियो र जानु लाग्दाखेरि चाहिँ पानी चाहिँ अलिअलि परेको थियो अनि हामी गइसकेपछि पानी पर्न छोड्यो र हामी खाडी चौरमा पुग्यो र खाडी चौरसम्म पुग्दैसम्म एकदम पानी परेन र
र अनि खाडीचौरमा गएर चाहिँ हाम्रो जुन काम बनाउनु पर्ने थियो काम बन्यो। त्यसपछि काम बनिसकेपछि फेरि आउँदा पनि हामी बाटोमा एक थोपो कतै पानी परेन र हामी घरमा आइसकेपछि चाहिँ पानी पर्यो। साथीहरू यो आजको भिडियो चाहिँ भरे युट्युब च्यानल आरबिटी व्हिलचेयर जर्नीमा आउँछ, हेरेर साथ दिनु होला। तपाईँहरूलाई घरमा आइपुग्ने बित्तिकै पानी पऱ्यो कि गाइजहरू। ल पारिपट्टि यस्तो मैलो भएर अनि मेरो स्कुटी चाहिँ यता पार्किङमा छ है।